गाइज फाइनली हाम्रो गेट बनिसक्यो है गोल्डन गेट सो गोल्डन गेट यहाँ हेर्नुहोस् यहाँ चाहिँ बनाउने चाहिँ यहाँ हो है गाइज फाइनली हाम्रो गेट बनिसक्यो है गोल्डन गेट सो गोल्डन गेट यहाँ हेर्नुहोस् यहाँ चाहिँ बनाउने चाहिँ यहाँ हो है देखाइ अघि इन्जिनियरिङ यहाँनिर छ जुम पजलको के भन्नु छ मलाई के भन्नु छ दाजु हाम्रो यार अब यारले त रगतै खानु पर्यो रक्त सुरुमा यहाँ चाहिँ है नामै यस्तो देखाइदिनु न अलि तङ्गला भाइ पछाडि भयो नि त ढाड भयो नि त खै ए देखेन अहिले लास्टमा हाल्यो यस्मीको भन्नु केही छ लाइट आउँछ बाजे चाहिँ छैन पो रहेछ कोही पनि यहाँ चाहिँ यो चाहिँ हाम्रो के भन्छ यो भ्लग चाहिँ है एक दिन अगाडिको अन्त भोलिको चाहिँ तपाईँलाई म एकदम देखाउने छु सो यहाँ चाहिँ बाहिरको यस्तो छ है यसरी लगाइसक्यो अब अझै कामहरू धेरै धेरै छ यहाँ चाहिँ एकदम दिन चाहिँ यस्तो राम्रो भइरहेको छ कि अब म के भन्नु तपाईँलाई यतिको दिन चाहिँ हुँदैन गाइस यस्तो मजाले घाम लागिरहेको छ गाइस हो हेर्नुहोस् हैन अझै छ फिनिसिङ यसमा गोल्डन गेट लाइटनिङहरू आउनु छ डल्लै हो ल हिँड त्यति नै अब हामी तपाईँलाई तलको अब गेट बनाउँछ होइन त्यो देखाइदिन्छ अन्त यहाँ चाहिँ यस्तो छ गाइस हेर्नुहोस् है यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ यी काटकुट चल्दैछ हाई भनिदिनुहोस् सबैजनाले यहाँ चाहिँ टक्कै हाम्रो गाउँको भ्यू हेरिदिनुहोस् घाम पनि मजाले लागिरहेको छ है अनि यहाँ तल चाहिँ बनाउनु हुँदैछ गेट है म तपाईँलाई देखाइदिन्छु यहाँ चाहिँ हाम्रो किचन यहाँ चाहिँ बुफे हुने छ है सो यहाँ चाहिँ हाम्रो चुल्हामा चाहिँ के गर्नु हुँदैछ लु भनिदिनुहोस् यता चाय चिनीको चाय यहाँ चाहिँ ए सरी यस्तो मुभमेन्टमा आइपुगेछु अब चाहिँ हामी जाँदैछौँ छोड्नु यहाँ चाहिँ अब छोड्नु न जाँदैछौँ अब हामीले अर्को गेट बनाउनु हुँदैछ यहाँनिर चाहिँ है हेर्नु सक्नुहुनेछ तपाईँहरूले यहाँ चाहिँ अब हाम्रो अर्को गेट बनिँदैछ हाम्रो चाहिँ दुईवटा गेट बनिँदैछ है लु के भनिदिनुहुन्छ दादा म त अहिले गेट बनाउँदैछु त्यही भन्छु हुँदैन कुन त्यो मुनिको रडले आसिङ के भनिदिनु आसिङ के भनिदिनु भोलिको लागि राम्रो भयो फेरि यहाँ रिबन काटेको चाहिँ कति के हो चाहिएन अन्त रिबन भोलि यहाँ बनाउँछ नि यहाँ त ओ तेन्जी भाइ ओ तेन्जी भाइ
दाल गल्दैछ के दाल गल्दैछ चिम्को होला दाल गल्नु पो होला दाल उम्लेको पन्डल हालिदिन्छ हो त्यहाँबाट माथिबाट च्याद ए उयो पाल हाल्यो Hello everyone, नमस्ते सबैजनालाई। सो आज चाहिँ यो मेरो फर्स्ट टाइम ब्लग गर्दैछु म। अन्त आजको ब्लगमा के छ भन्दाखेरि सो आज चाहिँ मेरो नानाको बिहा छ अनि त्यही भएर चाहिँ म ब्लगिङ गर्दैछु। सो तपाईहरुले यो भिडियो फुल्ली हेरिदिनुहोस् अनि हाम्रो न्यूली म्यारिड कपल्स नाना र बिनालाई धेरै धेरै सपोर्ट अनि माया अनि ब्लेसिङ्स दिनुहोस्। थ्यांक यू। दादा यो बार खोल्नु के चाहियो बार खोल्नु सब चाहियो नि त बार खोल्नु चाहियो अरे बार खोल्नु छिटो भएन भन्दैछ भएन त्यो कम्ती भयो अझ दुईजना छ भने ल बेहुला यहाँ चाहिँ बेहुली आउनु हुँदैछ ब्याग चाहिँ बोक्नुहोस् न तपाईँ माथि ठहरै पार्छ त अलिअलि लगाऊ चाल्दैन त ठिकै अब दिदीलाई हुन्छ कलर त अहिले हुँदैन नि कलर यो दुई त तलबाट ल्याउनु पर्ने चाहिँ ल आउँदैछ
नातिनी लगाइदेऊ अघि जसरी नै अलिक खेला ठिकै लाग्यो है ठिकै के भएर टाल्यो नि गीत गएको छैन खै त्यो नानी यहाँ बसिरह ल सक्नु हौ बहिनीले खुवाउनुपर्छ नानी अलिकति खानु भएन अलिकति खाएर राख्दैन हुन्छ यहाँ राख्यो नाति भेना दुध खानु है भन्नु है भेना दुध खानु भनेको भेनालाई त खानु पर्ने होइन भयो भने ताली बजाऊ बनाऊ टिका लगाउनु कति पाउँछ यहाँ दियोमा याद गर्नु सम्झ है यो दियो बत्तीहरू सम्झने घरको कुल सिलिनीहरू सम्झ लाग्नु पर्यो है अब जोइ होइन छोरा भयो अब सिकाउन भन न काका त हो नि हो त्यो अब भन्नुपर्छ छोरा जोइ होइन अब छोरा भयो गर्नुपर्छ त पहिला यो यता हेर्नुहोस् खोइ नानी खोइ यहाँबाट बनाउनुपर्छ होइन गर्दैन साह्रै त नठक्नु है दिदी बनाउनु पर्छ है दुईजनाले नै यता त मण्डप भयो कि देब्रे नहोस् दायाँ र बायाँ हो मगरको पहिला बाहुन चलाउँछौँ हामीले गोडा धोएर दिएकै हो तर हाम्रो मगरको दस्तुरमा चाहिँ पक्का मगर नैको छोरी हो मगरको छोरी हो हामी मगर दस्तुरले तपाईँलाई जिम्मा दिनेछौँ तपाईँहरूको कुलमा तपाईँहरूको वंशमा हर कुरा सुम्पिएको छ
तपाईँहरूमाथि ठुलो आशावादी किन रोइरहेको ठुलो आशावादी हुन्छ नि र संसारी जीवनमा यस्तै हुन्छ र हामीले के गर्नुपर्छ भने यो नजान्नेलाई हामीले सिकाउनुपर्छ, जान्नेलाई होइन, जान्नेले हामीले सिकाउँछ। त्यसैले गर्दाखेरि यो सम्झिज्यूहरू यहाँ हाम्रो याउली तर्फबाट स्वागत दिँदैछ र थाप्दैछ यो भनेर कालो चस्मा भन्छ हुन्छ खाना खायो बिचमा हराएको थिएँ म यता हाम्रो भयो है आमा र बाबा हाम्रो यता कर्सियङको पुसै हो यहाँ यता फुपू यता आउनु न यहाँ आउनु न उहाँ यता सासू हो यता अब नेक्स्ट अब कान्छीको उयोमा होइन बोजू हाई भन्नु न फोटो खिचिदिनु फोटो खिचिदिनु यो नाना हुँदैछ गाइस यो चाहिँ हाम्रो आमा बाबा नाना हो आमा बाबा भिडियो ब्लग खिच्दिनु फोटो कोही खदाले त उयो कुर्ता चुम्बिरहेको छ पछि अर्को साइड ब्लगमा के भन्ने आन्टी लु मेरो पनि खिचे आउँछ है नानीहरू खोइ यता काका हजुर बोलेको खिच्नुपर्ने ब्लग पनि छ म यहाँ अलिकति ब्लग गर्दैछु ल सरी यहाँ चाहिँ बेहुलीको आमा यहाँ चाहिँ बेहुलीको बाबा यहाँ चाहिँ बेहुलीको आमा खोइ यही पर्छ नि न्यू लुक फोटो खिचिदिन्छु नयाँ लुकको पनि फोटो खिच्नु पर्यो नि अब क्या राम्री देख्यो दुईजनाले एकअर्कालाई हेर्नु न
हेर्नु न फेरि अम्बो भेना होला है नि भयो भयो तपाईँहरू यो पक्रिनु काकी अलिक माथि एकछिन यहाँबाट फोटो एकछिनै भेना छेलिन्छ है यता छेलिन्छ न फेरि भयो भयो 4 जना बस्नु नि आउ न सुजन फोटो खिच्नु जाऊ न सिजो आउ यता बाबा चाहिँ कता जानुहुन्छ नुन न बस्नु न भयो हामी लगाइदिन्छु 1 2 3 गो पर्किनु एकछिन त्यस्तो हेर्नु त राम्रो लाग्यो होइन खिदिँदैछु यसरी नै जोडी भएर आउनु है होइन भिडियो गरेको यहाँ एउटा मलाई सेफ्टी पिन खोज्दैन पनि यहाँ अड्काउनु पर्छ खुर्पेट टीका लगाएको भिडियो गर्नु हुन्छ आमा बाबालाई मुखको कोसिली लिएर नआउनु है अब छोड्देको त भन्दैन बोर भएन यसरी आन्टी रङबाट फोटो खिच्ने यता यता तिमी आऊ नानी कहाँमा आइहाल नानी उयो भयो अरे एकछिन शोभना एकछिन फोटो सुन्नु आज हामीले फेरि बाई बाई पुऱ्याउनु पर्यो त्यही त तल मान्छेहरू ल्याइदिइहाल्छु ल ड्रम्स हाम्रो एकदम भेना नाना बहिनी प्लिज यता हेर्दियो है फलो गरिदिनु मेरो के हो बहिनीको च्यानलमा यो मर्नु जङ्गलको मेरो सबैको भाउजू
के भन्नु नि लाइक सब्स्क्राइब शेयर गरिदिनुस् होला दया गरेर कमेन्ट पनि गरिदिनुस् तु काका काकी के भन्दिने अब आशिकाको शुभ बेला है आशिकाले जसरी अब गरि खान्छु भनेको छ त्यसरी गरेर खाओस् हाम्रोबाट आशीर्वाद यही छ हाम्रो छोरी ज्वाइँलाई यतिको भेना गजक्कै छ है गजक्कै छ भेना तपाईहरुको फोटो खिच्नु पर्ने नि फुल ड्रेसको बाहिर दामीपट्टि कहिले खिच्ने यो खुर्पेटो भएको यो एउटा सेफ्टी पिनले अड्काउँछ चाहिँ लास्टमा जाने यो चाहिँ हाम्रो एकदम पछाडि खै के गरेको रामले बाँधेको निस्किँदैछ के भएको तपाईहरु अघि खाँदा लाग्यो मैले हो खिच्दा हुन्छ एकछिन ल खिच्दा म पनि विश्वास बहिनी म पनि विश्वास न है हुन्छ हुन्छ खाँदा त मैले अघि लगेँ कि मेरो फोटो खिच्दै थियो रेस्मिका बडा बस्ने ल बसे म कि गाडीले गएको कि जाने जाने अब ल नाना गएको छैन आउँछ नि ल खिच्यो मेरो ए भोलि आउँछ भोलि भइहाल्छ लोखन त उयो छ बिचारा यहाँ छु म दिइहाल्नु त इच्छा होला लु 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 यताबाट खिचिदिनु फोटो मेरोबाट ब्लग मात्रै यहाँ मेरोबाट पनि होइन हौ हजुर फोनको मालिकले देखाइले भने मलाई मार्ला फेरि त्यही त हजुर ऊ आमाले बोलाउनु हजुर एकछिन खिच्छु भाउजूले खिचिदिन्छ नि अन्त भाउजू खिचिदिनु तपाईँकोबाट ल अङ्कल तपाईँकोबाट खिचिदिनु
गाडी पाउँदैन रहेछ घर ठुलोलाई दिइहाल्नु पर्यो नि त सिनियरलाई हजुर तपाईहरुको त अफ कोर्स मण्डपको गीत पाएन मैले लु यता यता लु अब भिडियो फोटो खिचे भयो भयो के गर्नु मैले अब यस्तै हुन्छ है यहाँ यार हामी जानु पर्यो बेलुका दिन के भयो तपाईले यत्रो डलरको डेकोरेसन गरिदिनु भएको धन्यवाद फेरि बिचारा चल्लाहरु मम त थियो है हो किन भन्नु त यो फेरि अब भगर है हुनु नसक्यो दामी बनाएको कतिवटा बनाएको ल सर अहिले उनीहरू दुईजनाको बाहिर निकालेर फोटो खिच्नु पर्छ कपल सबै पर्छ नि ल गरौ ल हुन्छ यहाँ छ दुईटा लोकन्ता यहाँ लोकन्ती हाम्रो लोकन्ता लोकन्ती छ र लोगन्ती खै यहाँ छ लोकन्ती यहाँ लोगन्ती गएर उयो गर्नु खानाहरू खानै 2009 इजी छ 2009 2009 हो ल आज चाहिँ भ्लग आउँछ आज नयाँ भोलि आउँछ नानाहरू उता 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 बिहा गर्दा दामी भ्लग लाउनु त जान्दैन मिलाइदियो ए भगवान् त्यो टान्नु न अलिक ब्लाउज ल यता चाहिँ हाम्रो भाउजू है मलाई यता लु लु कता हेरेको मलाई मेरोबाट भयो लु मेरो ब्लगमा के भनिदिनुहुन्छ मम्मी मनोजको आँखामा इन्फेक्सन भएछ नि हिजोदेखि के भयो मैले म चाहिँ किन ए कस्तो
के लामो मेरो भने के लामो बलु घाटी हजुर निकाल्दिउ फोटोमा यस्तो हुँदैछ कस्तो निकाल्दिउ त्यो भन न कस्तो राम्रो हो धन्यवाद भाइ हो तिम्रो नाना बेला हो आमा बाबा हाम्रो आमा बाबा नाना र भेना यहाँ र नाना भेना छोपेल come here म चिनेन पज ला एकछिनको लागि यता लखुन्डी यस्तो सुन्नुहोस् है अब यहाँ मुखको घरबोली मान्छे किनिहाल्नु भएको थियो अहिले चाहिँ आज चाहिँ भला पञ्चायत चिन्नु पर्यो नि त भला पञ्चायतले त आज यहाँ जतिजना साइनो लागेको छ हाम्रो छोरी चेली गएर उता बिहादन गएर माइती पक्रेको रहेछ है भने एउटा कुप पनि हुँदैन कुपको लागि पनि हो र सबैले चिनिराख्नु हो तपाईँको छोरी भदैनी नातिनी को पुगेको साइनो पर्छ उहाँको माइती चाहिँ उहाँ ठुलो माइती त म हो नि खासमा त किन मेरो छोरा हो नि त हुन्छ नि अब के हुनु अस्ति त्यस्तो भन्नु पर्यो नि छोरी आएको छ नातिनी राख्छ एउटा यता आइज न चिनाइनु त तपाईँलाई मात्रै चिनाउनु आशिका बुढामालाई चिन्नु जुगमा र अहिले हामीले त्यसलाई अलिकति बढाएर 161 रुपियाँ बनाएको छौँ यतिमा चारदण्ड जोडी दण्ड के दण्ड कुण्ड सबै हामीले सम्पूर्ण एउटै मुष्टमा राखेको छौँ यसमा तपाईँहरू हजुरहरूले केही भन्नु छ यसमा कसैको कम्प्लेन छ अथवा केही भन्नु सुझाउ दिनुहोस् त राम्रो केही भन्नु छ केही गर्नु छ भने तपाईँहरूले यो नउठाइकन भनिदिनुहोस्
भन्नु छैन भने किन सबैको राई चाहियो यो चाहिँ मैले भन्दा हुन्छ हुन्छ नि सबैको काम छ यो चाहिँ के हो अब चोरी गर्नको मतलब यो चोरी यो चाहिँ अब मागेर खाने उहाँले भन्नु भयो मागेर लाने जग्गामा चोरेर लग्यो भनेर चोरी डन्डा अब जात डन्डाको मतलब के हो भन्दाखेरि चाहिँ जात डन्डा चाहिँ किन लियो भन्छ नि त मान्छेले होइन जात डन्डाको मतलब दिएको हुँदैन मान्छेले सायद कति जग्गा नमीहरूले बुझेको छैन जात डन्डाको मतलब के हो भन्दा चाहिँ अब मेरो छोरी चाहिँ अर्को जातमा अन्य जातसँग यो जात डन्डा चाहिँ किन लिन्छ यो जात डन्डा चाहिँ के हो भन्दा चाहिँ आज मैले भोलिको दिनमा मैले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो जात डन्डाको पैसाले चाहिँ अब मतलब अब बाउ त्यति उयो त छैन र पनि एउटा दस्तुर चाहिँ त्यस्तो चाहिँ मगरमा जात डन्डा चाहिँ यो चाहिँ मेरो आज त मैले मेरो छोरीलाई त अब स्कुलभित्रबाट सबैबाट उयो गरेर त सिमा दिनु पऱ्यो नि जोड्नु कि कसो अन्त त्यो चाहिँ जात डन्डाको मतलब चाहिँ मेरो कुलेनी कुलाइ राजा कुलाइरानी पित्रा राजा पित्रारानीहरूलाई चाहिँ मेरो हाम्रो मगरको एउटा दस्तुरी अनुसार चाहिँ यो जात डन्डाले एउटा यो चाहिँ फल्ना जातसँग गएको हुनाले फल्ना उयो गरेर चाहिँ यो तपाईँले यो चाहिँ आज चाहिँ एकदम उयो भयो यो त एउटा सबुत देखाउनु पऱ्यो नि जिम्मा लगाएको त्यो चाहिँ एउटा उहिले पिता पुर्खा जिजु स्याब्दु बराजुदेखि चलिआएको एउटा रीत भनौँ न दस्तुरको अनुसार चाहिँ मैले आज यो गरेको है भोलिको दिनमा त यसमा मैले के गर्नुपर्छ त्यो मलाई थाहा छ होइन त्यसको मतलब चाहिँ त्यो हो भन्नु चाहिँ मेरो मिटिङ हो ल अब जात डन्डा र चोरी डन्डा चाहिँ अब हामी सबै भालो पैसाबाट कलियाहरूबाट अब सबै स्वीकार्य हो चलेको रीति ल यो अब तिमीले यो उयो चाहिँ परेन मिडिया परेन त्यो अब माइतीलाई दिइहाल्छ माइती राजाहरू एकदम काका काकी चिनाउनु पो छ त प्रजल दादाले प्रजलहरूलाई चिनायो जाम्ना दिदी यहाँ काका काकीहरू दुईजना नि छ काका काकी चिनाउनुहोस् न उसलाई चाहिँ भाउजू पर्छ अन्जना के भन्छ काकी पहिला काकी हौ यता भाउजू सबै भाउजू दिदी है खालि एकजना मान्छेले 10 जना काम गर्नुपर्छ अब चाहिँ एउटा नयाँ लुक देखाउँदैछु तपाईँहरूलाई यहाँ चाहिँ हाम्रो बेहुला बेहुलीको नयाँ लुक रेडी भइसक्यो गाइस नयाँ लुक रेडी भयो है त्यति इम्पोर्टेन्ट छैन यो चाहिँ हाम्रो कपल्स हजार जुन त छ नि डल्लो यति हो सिरफुल छ त लाउँदा कहाँ फुल्ने जहाँ चाहिँ सिरफुलले त सबै लगाऊ
हरेक भेराइटिजमा उताउन माथि एउटा किचन भेराइटिज थियो